सबैजनालाई नमस्ते, मेरो युट्युब च्यानलमा स्वागत छ। र आज चाहिँ मैले सागको तिउन पकाउन आँटेको होइन। तर सागमा नि के नहालिकन यति पानीमा उमाल्नु आँटेको होइन। अघि नै उगेर राखेको पानी चिसो थिएछ क्या, त्यही भएर पाकेन छ। अब चाहिँ ग्यासमै पकाउन आँटेको। यतिको भएको भए नि दामी हुन्थ्यो क्या। यतिको चाहिँ म खानु डेजर्भ गर्छु होला होइन। यतिको हुँदा चाहिँ यतिको चाहिँ ठिक छ क्या। त्यतिकोसम्म नभएको अब त्यो पाक्छ होइन। खाना पनि पकाएको छैन, अल्छी लागेर मलाई। घाम लागिरहेछ नुहाउनु भनेको, नुहाउनु पनि अल्छी। अरू के भन्छ मेरो हालत। यस्तो छ, किताब झिकिरहेको छु, पढेको छैन होइन। किताब चाहिँ छरपस्ट कोही आएर हेऱ्यो नि आमा केटोले गर्दैछ क्या हो, गर्छ होला भन्ने टाइपको। एउटा कुरा चाहिँ के होइन, यो मेरो चार्जर हेर्नु नि कमालको भइरहेछ। चार्जर मेरो टिकिरहेछ। यसले पनि अब पैसा मागेको सर्भिस, अब यसलाई सर्भिस फेरि ठिकै छ, हालिदिउँ न। यसले जहिलेसम्म टिप्छ तहिलेसम्म चाहिँ हालिदिइराख्नुपर्छ होइन। साथ छोडेर जानेहरू गइहाल्छ नि, गएपछि नयाँ आइहाल्छ। म त बत्ती बालिरहेको छु। नुहाउनु पनि डर लाग्छ अरे जाडोमा त। मेरो बिगाहरू त कति छन् भन्दा नि छरपस्ट। यस्तै त रहेछ जिन्दगी। सो अब चाहिँ म नुहाउँछु होला सायद होइन। मेरो क्लास जानुपर्ने छ। ए ला पानी पानी पुगिसक्यो होला। पानी त भरेर पनि कुन ठाउँतिर गइसक्यो रहेछ। मार्नु पर्यो अब तिमीले मलाई। यो चाहिँ खोला हो, रानको बढी चाहिँ त्यहाँ इसके के नाजिना दिल समझाउन। पानी नै उगाउने बिर्सेछ यार सेटला। पानी सक्यो होला अब, आज पानी नै आउँदैन फेरि। त्यत्तिकै गाह्रो हुने भयो। अब नुहाउनु भनेको पानी सक्यो भने त यत्तिकै अब नुहाउनु नि अल्छी लाग्छ होइन। पर्फिउममा नै गयो त सिधै देखिन्छ, तर पनि मैले त आउँछ निस्किन्छ।